हामीले कसरी चाहिँ त्यसलाई व्यवस्थापन गर्ने यी सबै कुरालाई प्रष्टसँग राखिदिनु हुन म आजका यस कार्यक्रमका प्रमुख व्यक्तित्व आदरणीय गुरु तिलक गुरुलाई हार्दिक अनुरोध गर्न चाहन्छु। तिलक गुरु कृपया अगाडि आएर सबैले शान्तपूर्वक धैर्यतापूर्वक सुनिदिनु होला। यो जरुरी पनि छ, जान्न जरुरी पनि छ, ज्ञान सबैका लागि आवश्यक कुरा पनि हो। गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः। नमः सभापति इस कार्यक्रम का सभाध्यक्षज्यू संयोजकज्यू सम्पूर्ण भक्तजनहरूमा मेरो हार्दिक नमन गर्न चाहन्छु। आउनुहोस्, हामीले प्रत्येक वर्ष यहाँ शिवरात्रि र श्रावण महिनाको अन्तिम सोमबारमा रुद्राभिषेक यो समितिले गर्दै आएको छ। मैले गत वर्ष पनि यहाँहरूलाई अनुरोध गरेको थिएँ, रुद्राभिषेक गर्न मात्रै महत्त्वपूर्ण कुरा होइन, तर यो समितिको लक्ष्य के हो, समितिको उद्देश्य के हो, यहाँहरूले मैले बुझेसम्म यहाँहरूले बुझ्न आवश्यक छ जस्तो लाग्छ। किनभने यहाँ समितिको कुनै पनि उद्देश्य होइन तपाईँहरूले चाहिँ यहाँ पैसा दिने र घरमा राख्ने उद्देश्य छैन। अब अहिलेको समयमा हाम्रो यो संस्कृत धर्म संस्कार संस्कृतिलाई जोगाइ राख्नको लागि, किनभने अब आउने हाम्रा पुस्ताहरू हाम्रा बाबु नानीहरू कता हेर्दैछन्, त्यो समितिको उद्देश्य एउटा मात्रै हो। किनभने वर्षमा हामीले एउटा दुईटा रुपी श्रीकृष्णसँग भगवान् श्रीकृष्णको महिना र यहाँलाई जोड्ने उद्देश्य हो। किन त भने अब हाम्रा आउने सन्ततिहरू पनि पछि हामीले गरेको यो कर्म हो। यहाँहरूले भन्नुहोला धर्म होइन, रुद्राभिषेक गरेकोलाई धर्म किनभने कर्म हो, त्यो पुण्य हो। त्यो हजुरले गरेको पुण्य हजुरले हामीले नै लिएर जाने हो, त्यो समितिले लिँदैन। समितिलाई त के छ भने एउटा आश्रय मात्रै हो, किनभने व्यवस्थापन गरिदियो समितिले, ठुलो कुरा गरिदिनु भयो, व्यवस्थापन गरिदिनु भयो। किनभने आज हामी यहाँ बसेर भगवान् पशुपतिनाथको चरणकमलमा बसेर हामीले रुद्राभिषेक गर्न पाउनु ठुलो के हो, त्यो हाम्रो पुण्य हो। किनभने यदि यो पुण्य पनि गरेनौँ भने छिने पुण्य मर्ते लोके विसन्ति, गरेको कर्म लहर जाने हो। पछि यो कर्म सकियो भने पुनः फेरि यही भँवरी नै घुमिरहनुपर्छ। त्यही नघुम्नको लागि भगवान् साम्ब सदा शिवको पार्षदमा जानको लागि यो समितिले सदा सर्वदा यो व्यवस्थापन गर्दै आइरहेको छ। त्यसै कारणले विशेषतया म त सबभन्दा पहिला यस समितिका अध्यक्षज्यूलाई धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। किनभने अहिलेको समयमा आध्यात्मिक क्षेत्रमा सम्पूर्ण भक्तहरूलाई यो शिवजीको महिमा बुझाएर हेर्नुहोस् त, श्रावण महिना भनेकै वास्तवमा शिवजीको महिना हो। त्यसै कारणले श्रावण महिनामा रुद्राभिषेकको अत्यन्तै महिमा छ। भगवान् शिवजीको महिमा भएको कारणले गर्दा हामीले यो श्रावण महिनामा रुद्राभिषेक, अरू महिना भगवान् शिवजीको पूजा गर्नको लागि, भगवानको पूजा गर्नको लागि, किनभने भगवान् देवताहरू भाव इच्छन्ति देवता, भावका भोगा हुनुहुन्छ। महिना भन्ने पनि हुँदैन, दिन भन्ने पनि हुँदैन। यदि हामीले सकाम कुनै पनि निष्काम भावनाले कर्म गर्न खोजेको हो भने महिना दिन तिथिहरू त्यहाँ केही हेर्नु पर्दैन। तर कामना छ, मेरा छोराको शनि ग्रह बिग्रिएको छ, मेरा नातिको राहु ग्रह बिग्रिएको छ, मेरो नातिनीको केतु ग्रह बिग्रिएको छ भन्ने यदि हाम्रो मनमा छ भने त्यो विशेष गरेर, किनभने शिवजी देवौका देव महादेव भन्छ, ग्रहहरूको पनि राजा भन्छ। त्यसै कारणले सम्पूर्ण सन्तोष प्राप्ति गर्नको लागि यो श्रावण महिना अत्यन्तै शिवजीको महिना भएको कारणले गर्दा श्रावण महिनाको सबभन्दा बढी महत्त्वपूर्ण छ। त्यसमा पनि सोमबार पनि किन बढी महत्त्वपूर्ण भन्ने यहाँको मनमा लाग्छ, सबैले जिज्ञासा गर्ने हो। किन छ त भन्दाखेरि सोमको त्यहाँ सबैलाई थाहा हुनुपर्छ, सोमको अर्थ